यो चाहिँ पशुपतिको एरिया भयो त पनि त खोल्नु पर्यो नि त शिवको बाहन पनि यसरी अहिले 8 दिन्छु तर मिलाइदिनु कतिसम्म मिलाइदिनुहुन्छ पोल्यो है मान्छे मसँग म खाली सोच्छु कि कसैसँग पनि कस्तो दामी दामी है यो सबै बनाएर यस्तो मजाले यहाँ पर्यटकहरू आउनुहुन्छ किन्नुहुन्छ यहाँ बुद्धहरू पनि हुनुहुन्छ हैन सानो सानो बुद्धहरू पनि यहाँनिर बनाएर यो सबै बालेनले नै गरे होला सायद है बालेनले नै गर्नुभएको नीलकण्ठ बर्मीहरू नै समुद्रको बिच पिएको पनि यहाँनिर देखाएको छ कस्तो दामी देखेको छ वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी 2 दिनपछि मेरो बुढीसँग भेटेको एकदम खुसी लागिरहेछ पशुपति पनि घुम्न जाने भनेर भनेको हामीले चाहिँ इनड्राइभ गरिसकेको छ अब बसले भए रोक्दै पनि जान्छ नि त अनि इनड्राइभ गऱ्यो भने छिटो पनि हुन्छ भनेर हामीले चाहिँ इनड्राइभ गरेको अब एउटा मात्र छ बाइक मैले एकछिनमा इनड्राइभ पनि गर्छु हामी 3 जना भान्जीको माइजू र मामा हामी चाहिँ आज कहाँ जाने पशुपति घुम्न जाने है त ट्याक्सीलाई 400-500 लागिहाल्छ ट्याक्सी तिमीहरू जाऊ न 200 हुन्छ म अर्को इनड्राइभ गरिहाल्छु नि त्यसलाई क्यान्सल गरिदिन्छु 125 रुपियाँ देखाएको छ पशुपति घुम्छौँ है अब पशुपति आएको बेला काठमाडौँ आएको बेला दर्शन गर्ने भनेर त एकचोटि गर्नै पर्यो होइन हाम्रो परि सानी भान्जी पनि छिन् इनड्राइभ सानी भान्जी कति धेरै राम्री पनि थिए सानोमा अहिले त भनेको मान्दिनँ पनि ल फाइनली आज चाहिँ हामी पशुपति घुमेर सायद घर फर्किन्छौँ होला घर जाने त्यही भएर बेलैमा गएर आएर यहाँ गाडी पाएन भने कलङ्की गएर गाडी चढ्ने भन्ने विचार छ अब जाँदैछौँ त्यहाँ इनड्राइभलाई पनि त्यहाँ कुरा राखिरहेको छ अघिदेखि आएर बसेको छु त्यो भाइ ठिकै छ गाइज है त अब एकछिनमा हामी पशुपति पनि मजाले घुमेर हेर्नेछौँ भिडियो के हुन्छ कसो हुन्छ हेर्दै गराउनु होला है त तपाईँ अहिलेलाई चाहिँ बाई गरिदिउँ पशुपति आइसकेको छौँ यो चाहिँ पशुपतिको एरिया भयो उता त्यहाँ बाइक रोक्न दिएन है अनि हामी चाहिँ यहाँ माथि आएर रोकेर अलि 1-2वटा सामान किन्ने भनेर भनेको छ सामान पनि किन्दैछ हामी चाहिँ भित्र गएर दर्शन छिटो गरेर निक्लिहाल्छौँ किनभने बस भनेको छ अब कस्तो छ के छ बाटो पहाडको बाटो है के लिएको तारा यो चाहिँ मेरो राम्री प्यारी बुढी यो चाहिँ राम्री भान्जी आजको चाहिँ घुमाइ पशुपति नै हो उसलाई चाहिँ घुम्न मन लागेन अरे अलि राम्रो ठाउँमा लिएर जानु भनिरहेको थियो है मैले चाहिँ राम्रो ठाउँ यहीँदेखि माथि त्यता रमाइलो पनि हुन्छ जुत्ता खोल्नु म माथि जान्छौँ जुत्ता पनि त खोल्नु पर्यो नि त किन नखोल्नु यहाँ चाहिँ यो के चाहिन्छ मजाले किन्न पनि पाइन्छ है यहाँबाट छिर्दा पनि हुन्छ जुत्ता चाहिँ कहाँ खोल्ने नानी अलमल लगाउनु न गाडी भनेको नाइट गाडी हेलो कत्रो हेर्नु न हाम्रो पशुपति एरियामा शिवको बाहन पनि यसरी घुमिरहनु भएको छ हाम्रो नन्दी अब यो जुत्ता यहाँ राख्दा हुन्छ मैले हेरिदिन्छु हो नि म लान्छु सबै थोक लान्छु जुत्ता चाहिँ यहाँ राखौँ दुध भर्नलाई मात्नु पर्छ यहाँ है कसरी हो 200 को ठुलो रुद्राक्ष भा 300 को हजुर मिलाएर दिनु आमा मिलाएर दिनु के मिलाएर दिनु यही मिलाएर दिनु त अहिले 8 दिन्छु तर मिलाइदिनु कतिसम्म मिलाइदिनुहुन्छ यसलाई 200 गर्नु मिल्दैन गर्दिन आमा हजुर आमाले ठिकै छ अब कमाउनु बस्नु भएको है दिनभरि त्यही त अब यतिलाई 250 भन्नुभयो ठिकै छ होइन दर्शन गर्नलाई केही भएन ल आमा त्यो राखिदिनु हामी उताबाट आएर गर्छौँ नि यो कागजपत्र पनि राखिदिनुहुन्छ कि हराउँछ नि आमा यो त फेरि त्यो चाहिँ अमूल्य चिज छ ल ल हो भाइ हो रुचाल ब्लग हेर न ल रुचाल ब्लग ल हाम्रो सानो भाइहरू पनि छ यहाँ
रुचाल भ्लग छ ल ल अब यो पूजा गर्न जाँदैछौँ त्यहाँभित्र मेरो वाइफ पनि पर्खेको छ यहाँ भने मेन गेट भयो आमा त्यो चाहिँ डकुमेन्ट बरु उहाँ छेउमा राखिदिनु अरे अनि म 1 लाख परे त्यो लाँदैन क्या यहाँ राखिदिनु ल के गर्न लाने यो होइन यो कि 1 लाख परे पनि हो 1 लाख भन्दा हरा छैन 40 वर्ष भइसक्यो कति 1 लाख भन्दा महँगो चिज हो ठिक छ ल हामी चाहिँ अब पूजा गर्न जान थाल्यौँ हामीले चाहिँ यो सामान लिएर जाँदैछौँ मेन गेट यही हो पूजा दर्शन गर्ने अहिले बेलुका गाडी पनि भनेको छ केही फरक पर्दैन अब ल पशुपतिको लागि छिर्यौँ पोल्यो है वा बना क्या फ्रिजन म अगाडिबाट बनाउँछु अगाडि अगाडि ल क्या दामी हेर्नु न बाफ्रे वाउ क्या दामी पिगाउने त्यसरी चारो हालिदिनु पनि है रिफ्लेक्टिभ लाइट चाहिँ अगाडि उता सनलाइट भएर देखेको छैन होइन ल हाम्रो चाहिँ जय शम्भु त्यही छ ल फाइनली हामी शिवजी भगवान्को नजिक आइपुग्नु लाग्यौँ अब है काठमाडौँ आएपछि एकचोटि दर्शन चाहिँ गर्नैपर्छ जसरी पनि होइन मेरो वाइफ अगाडि हिँड्दैछ उहाँ हुनुहुन्छ तपाईँहरू पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ यहीँबाट दर्शन गर्नु होला है त स्टिल जाँदैछ पोलिहाल्छ पोल्छ नि तातो भएको छ ल हाम्रो परिधि पनि छिन् जय शम्भु कैलाशपति मैले पनि त त्यही भएर बिहानै आउँ भने कि मैले बिहानै आउने स्याडल मिलाएको थिएँ कस्तो ल फाइनली हामी चाहिँ पूजा पनि गर्न पाएन अबेला आएर त्यहाँनिर बन्द रहेछ 5 बजे नै गेट बन्द अहिले 5 बजेपछि खुल्छ अरे होइन हामी चाहिँ 2 बजेतिर आयौँ बिहान आउने भन्ने प्लानिङ थियो बिहान क्यान्सल भयो अब हामी चाहिँ यहाँनिर तातो यहाँ कस्तो पोल्दो रहेछ कि लास्टै तातो हुने रहेछ यहाँ चर्को यस्तो घाम छ यहाँ चाहिँ परेवाहरू हेर्नु न यस्तो तातो घाममा पनि है परेवाहरू क्या मजाले चारो पनि खेलेको छ कस्तो प्रोटेटमा खिच्दै हो गाडी वहाँ हो त्यो त गाडी वहाँबाट कलङ्कीबाट हिँडिसक्यो अहिले जडीबुटीबाट चढ्नुपर्छ गाडी यहाँ 5:30 बजी आउँछ अरे यहाँ अनि खोइ त यहाँ केही पसल छैन मैले केही किनेकै छैन यो मान्छे मसँग मात्रै रिसाउँछ कि अरूसँग पनि रिसाउँछ कि हालिदिन्छ फेरि म तपाईँसँग मात्रै हो तपाईँसँग बोल्नै अब हुन त बुढा हो है बुढालाई नै हो बुढीहरूले धेरै भाउ दिने होइन तपाईँसँग बोल्न नि अरू त कसलाई दङ्ग्याउने होइन साथी बोयफ्रेन्डलाई दङ्ग्याउने बोयफ्रेन्ड छैन भाइ हो बोयफ्रेन्ड छैन सबै भने यति राम्रो मान्छेलाई पत्याउला त भन्नु त राम्रोलाई त पत्याउँछ मलाई पनि त पत्याउँछ नि होइन साथी म पत्याउनुहोस् न तपाईँ गर्लफ्रेन्ड नबनाउनु भनेको बनाउनु भने बोयफ्रेन्ड बनाउँछु ल ठिक छ च्यालेन्ज गर्ने हामी चाहिँ होइन गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाउने भने हुन्छ हामी चाहिँ पशुपति दर्शन चाहिँ गऱ्यौँ कि पूजा गर्नु भएन हो किनभने दिउँसो भएर हाम्रो भान्जी पनि छिन् यहाँ अब घर जाने आज नाइट जाने अस्ति चाहिँ बाइक माथि म रकिदाईसँग चाहिएको के छ हेर त यहाँ चाहिँ हेर्नु कस्तो दामी है यो सबै बनाएर यस्तो मजाले यहाँ पर्यटकहरू आउनुहुन्छ किन्नुहुन्छ यहाँ बुद्धहरू पनि हुनुहुन्छ होइन सानो बुद्धहरू पनि यहाँनिर बनाएर राख्नु भएको छ हाम्रो शिव भगवान भएको थियो यो ढुङ्गा चाहिँ के रहेछ के को ढुङ्गा है यो शालिग्राम यो दिदी यो के हो पत्थर ए शालिग्राम पत्थर ल खुकुरीहरू पनि बाबाहरूलाई खेल्न लायो प्रसादहरू चाहिँ त्यहाँ लिइसकेन्छौँ अब यहाँ मेरो वाइफले के किन्न लाग्यो हो के किन्न थालेको नानी
आई लभ नेपाल, नेपालको लोगो एभरेस्ट म्याग्नेट के म्याग्नेट भन्नुभयो? फ्रिज म्याग्नेट त्यो यो म्याग्नेट हो? कति पर्छ यसको? केमा टाँस्ने दिदी? फ्रिजमा हो? लाने हो त यो? मलाई नेपालको माया लाग्छ। नेपालमा बसेर नेपालको माया नलागे के गर्ला चाहिँ विदेश जान्छ। यहाँ चाहिँ हाम्रो पशुपतिको सामान के चाहिन्छ हेर्नु न। मूर्ति पनि कस्तो दामी दामी छ है। यो चाहिँ पुरानो जमानालाई यसलाई खोपेरै बना होला। यदि यो सबै खोपेरै बनाऊ होइन मिसिनबाट बन्छ त? ए पोतेहरू पनि चाहियो यहाँ छ। तिमी लाउ नि त पोते लाउनु। पोते किनिदिन्छु नि त म। नानी केही पऱ्यो हटल अटेन हातमा। अरू के चाहियो? यो चाहिँ पशुपति एरिया भयो। त्यो चाहिँ अघिको पार्ट चाहिँ भित्रको भयो नि, यो बाहिरको भयो। यहाँनिर चाहिँ बाहिर पनि यसरी सामानहरू यसरी यहाँनिर राखेर गर्मी भएकोलाई यहाँ चिसो पानी सबको व्यवस्था छ। स्टिल कति बेर लागेको हाम्रो मान्छे चाहिँ त्यहाँ छ। घाममा यसरी ओढेर हिँड्नु परेको छ। देख्न चाहिँ केही देखाएको छैन लाइटले। यो चाहिँ एरिया भइहाल्यो। कस्तो राम्रो बगैँचा जसरी हेर्नु न, क्या दामी नै लुक्स छ क्या। साइडमा रुख पनि रोपेको छ शीतलको लागि होइन। यतापट्टि पनि रोपेको छ, यता पनि रोपेको छ। यो चाहिँ दामी देखेको छ भ्युज है। पानी पर्ला जस्तो पनि भइरहेको छ अहिले त्यहाँनिर तपाईँको। अहिले कौशल टार्नु होला नि त। बालिनले नै होला है यसरी खटाएको पनि होइन। हाम्रो चाहिँ पछाडिको पार्ट भयो। यो चाहिँ ठ्याक्कै गेट छिर्ने बेला अगाडिकै पार्ट भयो। हेर्नु न कस्तो राम्रोसँग यहाँनिर चित्र कोरेको छ। हाम्रो शिव भगवान् भइहाल्नुभयो। त्यसपछि नन्दी, गणेशजी र कार्तिकीजी हुनुहुन्छ। यतापट्टि हाम्रो शिव र पार्वती हुनुहुन्छ कि। दामी बनाएको पनि छ है। कस्तो राम्रो हेर्नु न भा शिवजी भगवान्लाई गरेर। यो सबै बालेनले नै गरे होला सायद है। बालेनले नै गर्नुभएको। नीलकण्ठ पर्मी हेर्नु न, समुद्रको बिच पिएको पनि यहाँनिर देखाएको चाहिँ कस्तो दामी देखेको छ। यो तपाईँको यो समुद्र मन्थन पनि गरेको छ। पानी हेर्नु न, पानी मौसम सही आएको जस्तो छ है। शिव मन्थन पनि कस्तो मजाले गरेको छ। हाम्रो नानी चाहिँ त्यहाँ बसिरहेको छ। ल हामी चाहिँ पशुपति फाइनली घुमिसक्यो कि नै भन्दा पनि हुन्छ होइन। किनभने तपाईँको अहिले एकछिनपछि यहाँ पानी पर्ला जस्तो भएको छ। त्यही भएर पनि फर्किनु पर्छ। यो पार्ट चाहिँ हाम्रो ठ्याक्कै छिर्ने भइहाल्यो। त्यहाँनिर पनि छ हेर्नु न, यो पार्ट भइहाल्यो है। त्यहाँनिर तपाईँको शिव भगवान् यता पनि झल्काएको छ। राम्रै छ। अब ओभरअल भन्नुपर्दाखेरि चाहिँ पशुपति मान्छे यहाँ आयो भने चाहिँ पिस नै हुन्छ क्या। ल है साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो आजको भ्लग है। अब हामी चाहिँ पशुपतिको छोटो मिठो तरिकाले नि घुम्यौँ होइन। घर जानलाई पनि ढिलो हुन्छ। अब यो मेन गेट चाहिँ भइहाल्यो।